नमस्कार। आज मिति 2082 साल वैशाख महिनाको 25 गते बिहीबार सुरु गरौं। ज्योतिष पण्डित प्रमोद भट्टराईज्यूले तयार पार्नु भएको आजको राशिफल। मेष राशि, व्यर्थैमा झैझडाको सामना गर्नुपर्नेछ। सञ्चित धनको नाश हुने देखिन्छ। वैदेशिक कार्यमा हानि हुनुको साथै शैक्षिक क्षेत्रमा बाधा हुनुको साथै पारिवारिक विमेल बढेर जाने देखिन्छ। वृष राशि, अध्ययन अध्यापनमा सफलता मिल्नेछ। बोलीमा मिठास आउनेछ। साथीभाइको सहयोगले नयाँ कार्यको थालनी भएर जानेछ। सौन्दर्यतामा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुने योग रहेको छ। मिथुन राशि, कुरा काट्नेहरू सक्रिय रहनेछन्। दाजुभाइमा पैतृक सम्पत्तिमा वाद विवादको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक विमेल बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। कर्कट राशि, पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। प्रेमी प्रेमिका बीच माधुर्यता छाउनेछ। कृषि तथा चौपायबाट मनज्ञ आमदानी हुने योग रहेको छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनेछ। सिंह राशि, कुरा काट्नेहरू सक्रिय रहनेछन्। दाजुभाइमा वाद विवादको सृजना हुनेछ। विश्वास गरेकाबाट धोका पाइने योग छ। पारिवारिक मतभेद रहनाले गइरहेको काममा समेत बाधा आउनेछ। कन्या राशि, काममा अब जसको सामना गर्नुपर्नेछ। आर्थिक कारोबारमा विवादको सृजना हुनेछ। वाहन सम्बन्धी समस्याले सताउनेछ। स्वास्थ्यमा उतार चढाव आउनाले मनमा चिन्ता बढेर जानेछ। तुला राशि, क्षमता वृद्धि कार्यमा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ। शैक्षिक कार्यतर्फ आएको सफलताले सबैको प्यारो भइनेछ। बोलीमा मिठास छाउनेछ। सामाजिक काममा समय बित्ने योग देखिन्छ। वृश्चिक राशि, बोलीको प्रभाव बढेर जानेछ। पठन पाठनमा वृद्धि भएर जानेछ। आर्थिक क्षेत्रमा सुधार हुने देखिन्छ। पशु चौपायबाट राम्रै आमदानी भएर जानाले सबैको प्यारो बनिनेछ। धनु राशि, मान सम्मानमा आघात पुग्नेछ। मातृ स्वास्थ्यमा कमी आउनेछ। अनावश्यक रूपमा विवादको सामना गर्नुपर्नेछ। पारिवारिक झमेलामा परिने योग रहेको छ। सजगता साथ अगाडि बढ्नुहोला। मकर राशि, मातृ स्वास्थ्यमा शिथिलता आउनेछ। टाउको दुख्ने समस्या बढेर जानेछ। थोरै कुरामा सामाजिक काममा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ। सजग रहनुहोला। कुम्भ राशि, रोकेका कामहरू पूरा भएर जानेछन्। पारिवारिक सहयोगले नयाँ कामको सृजना हुनेछ। पैतृक सम्पत्तिमा वृद्धि भएर जानाले मनमा खुसी छाउनुको साथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। र अन्त्यमा मीन राशि, धर्मकर्मतर्फ मन जानेछ। पारिवारिक सहयोगले राजनीतिमा सफलता मिल्नेछ। लामो दूरीको यात्राको योग रहेको छ। सामाजिक उत्तरदायित्व बढेर जानुको साथै आपसी मेलमिलापमा वृद्धि हुने योग रहेको छ।